दही अर्थात् योगर्ट यो हाम्रो स्वास्थ्यको लागि किन राम्रो, कस्तो प्रकारको दही खाने र दहीको बारेमा फैलिएको भ्रमको बारेमा आज म तपाईँहरूको सामु केही कुरा गर्दैछु। नमस्कार, म तपाईँहरूको फिजिशियन डाक्टर विवेक प्रभात शाह। सुरुवात गरौँ दहीको फाइदाबाट। दहीमा प्रोबायोटिक हुन्छ अर्थात् हाम्रो पेटलाई चाहिने राम्रो प्रकारको ब्याक्टेरिया हुन्छ यसमा र यसले गर्दा हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्नलाई मद्दत पुर्याउँछ। साथै हाम्रो इम्युन सिस्टमलाई पनि यसले बुस्ट गर्दछ। दहीमा क्याल्सियम हुन्छ, भाइटामिन डी हुन्छ र फस्फरस हुन्छ। यसले गर्दा हाम्रो दाँत र हड्डीलाई बलियो राख्नलाई यसले सहयोग पुर्याउँछ। दहीमा प्रोटिनको मात्रा पनि हुन्छ र प्रोटिन हाम्रो शरीरको मांसपेशीको विकास र वृद्धिको लागि चाहिन्छ। दहीको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ अर्थात् दहीको सेवन गरेपछि सुगर सुटअप हुन पाउँदैन र यसले गर्दा मधुमेह लागेको व्यक्ति र मुटु रोगीहरूको लागि यो उचित हो। दहीले केही मात्रामा कोलेस्ट्रोल नियन्त्रण गर्नलाई पनि मद्दत पुर्याउँछ। अब कस्तो प्रकारको दही खाने त? सकेसम्म ताजा दही, गुलियो दही, अमिलो दही र नुनिलो दही नखाएकै राम्रो। दहीको बारेमा के भ्रम छ त? अधिकांशलाई के लाग्दछ भन्दा दही खायो भने हामीलाई चिसो लाग्दछ। त्यो चाहिँ कुनै आधार बिनाको कुरा हो। दहीले हामीलाई चिसो लगाउँदैन। हस्त आजलाई यति नै। धन्यवाद।